भएको स्टक अहिले होल्ड गर्नुस्, बढ्ने दिन आउँदैछ, कन्फिडेन्ट आउँदैछ, होल्ड गरेर राख्नुस्। हरि ढकालज्यूको यो स्टेटमेन्ट हजुरलाई कस्तो लाग्यो? अब यो कुरा भन्नु ठिक थियो अथवा उहाँले भन्नु नहुने थियो? अनि भोलिको दिनमा चाहिँ मार्केटले के गर्ला भन्नुभन्दा पनि हामीले बुझ्नै पर्ने कुरा चाहिँ के हो भने यस्तो स्टेटमेन्ट्सहरूलाई एउटा प्र्याक्टिकल ट्रेडरले कसरी लिनुपर्छ त? मार्केटले भोलिको दिनमा के गर्छ भनेर त कुनै पनि ट्रेडरले सर्टेनिटीका साथ भन्न सक्दैन। तर मार्केटले कुन टाइपको एक्सन गर्यो भने आफूले कसरी रियाक्ट गर्ने भन्ने कुरा चाहिँ एउटा ट्रेडरलाई थाहा हुने नै पर्छ र यसैलाई हामी रियाक्टिभ अप्रोच भन्छौँ। आफू कुन बेला क्यासमा बस्ने हो, कुन बेला इन्ट्री गर्ने, कुन बेला प्रफिट बुक गर्ने र कस्तो कन्डिसनमा चाहिँ स्टप लस गर्ने भन्ने कुरा चाहिँ रिटर्न फर्ममा रुल्स बनाएर त्यसलाई एक्जिक्युट गर्नुपर्छ। भोलिको दिनमा मार्केट बढ्न नि सक्ला र घट्न पनि सक्ला, तर तपाईको फाइदा चाहिँ यसैमा छ कि यस्तो कुराहरूलाई एउटा कानबाट सुन्ने अनि अर्को कानबाट उडाइदिने। टिकटक र क्लब हाउसमा लाइभ बसेर गफ लाउनेहरूदेखि लिएर मन्त्री तथा सांसदहरूसम्मले हिजो पनि यस्तो कुरा भन्थे, आज पनि भन्छन् र भोलि पनि भन्ने नै छन्। तर ट्रेड गर्दाखेरि चाहिँ ट्रस्ट वाट यु सी अन द चार्ट, नट द नोइजेस यु हियर अराउन्ड यु। एक्जाम आउन लागिरहेको छ, त्यही भएर म चाहिँ कलेजको बुक पढ्न गएँ। त्यतिखेरसम्म तपाईँहरू पनि यो दुईटा बुक चाहिँ पढ्दै गर्नु होला। सी यु इन द नेक्स्ट वान।